म त अब टाढादेखि मात्रै राम्रो लाग्ने भएको छु। बान्की परेको नाक, हिस्सी परेको अनुहार, पुस्त छाती अनि चम्किला दाँत। पहिला जस्तो रहेन नि। अनि विदेशी पाहुना आउनुहुन्छ, मेरो रूपको खुलेरै बयान गर्नुहुन्छ। अनि हाँसे जस्तो खिस्स हाँस्छु। खुलेर हाँस्नै सक्दिनँ नि, किनकि म उहाँहरूको पुरै भाषै बुझ्दैन। अनि उहाँहरू घुम्नुहुन्छ, खानुहुन्छ, रमाउनुहुन्छ र जानुहुन्छ, खुसी लाग्छ। तर म आफ्नै मातृभाषा बोल्ने पाहुनालाई कुर्दा कुर्दा बुढी भइसकेको छु। एक्का दुक्का बाहेक घुम्नै आउनुहुन्न। अनि घुम्न आउनेले मेरो रूपको बयान गर्नुहुन्छ, म खुलेर चिक्का छोडेर हाँस्छु अनि खुसी लाग्छ। अनि मेरो रूप पहिला जस्तो रहेन नि। अनुहार चाउरी परेको, चाया पोटो धब्बा भएको छ। अनि अनुहार पहिला जस्तो चम्किलो रहेन। म बुढी भइसकेँ। अझ चाँडै झनै बुढी हुँदैछु। सायद ग्लोबल वार्मिङकै कारणले होला। अनि यो वातावरण सम्मेलनमा, विश्व वातावरण सम्मेलनमा मेरो देशवासीले यसको कुरो उठाउनु हुँदैन?